चितवनको इच्छा कामना गाउँपालिका 4 कुरिन्टारमा अवस्थित सशस्त्र प्रहरी नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिमबाट 94 जना जवानहरू दीक्षित भएका छन्। विक्रम सम्वत 2081 साल जेठ 7 गतेदेखि सञ्चालन भएको CIS 237 सशस्त्र प्रहरी जवान आधारभूत तालिममा सहभागी प्रशिक्षार्थीहरू दीक्षित भएका हुन्। सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेलको उपस्थितिमा बुधबार दीक्षान्त समारोह कार्यक्रम सम्पन्न भएको हो। यस शिक्षालयमा पहिलो पटक सशस्त्र प्रहरी जवान आधारभूत तालिम सम्पन्न भएको हो। कार्यक्रममा अभिभावक, विभिन्न सुरक्षा निकायका प्रतिनिधि श्री मनोकामना माता की जय, श्री सशस्त्र प्रहरी बल नेपालको जय, श्री बगलामुखी माता की जय, श्री पशुपतिनाथको जय, मातृभूमि नेपालको जय। धन्यवाद।
बाहिर खानुको लागि हाम्रो लागि भोटे हजुर यो अपडेट हो अपडेट राख अरु के अरे घाम लाग्दैन आज फोटो खिच्छ भनेर जवानहरूलाई संगठनको जगको रूपमा रहेको आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा तपाईहरु सबैलाई हार्दिक बधाई दिँदै कार्यक्षेत्रमा सदैव सफलता मिलोस् भन्ने शुभकामना समेत दिन चाहन्छु। साथै आफ्नो त्याग, परिश्रम र वीरताको प्रदर्शन गर्दै सशस्त्र प्रहरी बल नेपाललाई महत्त्वपूर्ण सुरक्षा अंगको रूपमा स्थापित गर्न आफ्नो जीवन उत्सर्ग गर्ने अमर सशस्त्र प्रहरी राष्ट्र सेवकहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै कर्तव्य पालन गर्ने क्रममा घाइते हुनुभएका सम्पूर्ण राष्ट्र सेवकहरूको शीघ्र स्वास्थ्य लाभको समेत कामना यसै अवसरमा गर्न चाहन्छु। ज्ञान, कला, कौशल जस्ता आधारभूत वाक्यहरू हासिल गरी तपाईहरु सबैजना कुशल, सक्षम र जिम्मेवार सशस्त्र प्रहरीको रूपमा राष्ट्र, राष्ट्रियता र जनताका खातिर सेवा भावका साथ अहिले भर्खरै जुन तवरले तपाईहरुले चाहिँ परेड तथा शपथ ग्रहण गर्नुभएको छ त्यसै अनुरूप आफूलाई समर्पित गर्नुहुनेछ भनेर मैले आशा समेत लिएको छु। साथै आगामी दिनमा देशका सम्पूर्ण नागरिकहरू हाम्रा आफ्ना परिवारका सदस्य हुन् भन्ने भावनाका साथ सेवा र सुरक्षामा तन, मन, वचन र कर्मले जस्तो सुकै जटिल परिस्थितिमा पनि कर्तव्यनिष्ठ रही आफ्नो कर्तव्य पथमा अविचलित रूपमा लाग्नुहुनेछ भनेर समेत विश्वास लिएको छु। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखा परेका अनेक सुरक्षा चुनौतीहरू तथा भविष्यमा आइपर्न सक्ने जुनसुकै खालका चुनौतीहरूसँग मुकाबिला गर्न प्रचलित ऐन नियमको परिधिमा रही देश र जनता भन्दा ठूलो कोही पनि छैन भन्ने भावलाई तपाईहरु सबैले समर्पित गराउनु हुनेछ भनेर म यस अवसरमा आज दीक्षित भइजान लाग्नुभएका सबै परीक्षार्थीहरूलाई निर्देशन समेत दिन चाहन्छु। राष्ट्र सेवकहरूले व्यक्तिगत स्वार्थहरूलाई सदा थाती राखी मैले के पाएँ भन्दा पनि देश र जनताका लागि मैले के दिन सक्छु भन्नेतर्फ तपाई हाम्रो ध्यान केन्द्रित हुनुपर्दछ। देश र जनतालाई शिरमा राखेर तन, मन र वचनका साथ प्रतिबद्ध रही कार्यक्षेत्रमा परिचालित हुनुपर्दछ। कार्यक्षेत्रमा परिचालन भएको अवस्थामा तपाईहरुले तालिममा सिकेका ज्ञान, कला तथा कौशलहरूको अक्षरशः पालना गरिएका कार्यहरूले व्यक्ति तथा संगठनको छवि उज्जवल बनाउन मद्दत मिल्नेछ। तसर्थ आज दीक्षित हुनुभएका तपाई सशस्त्र प्रहरी जवानहरूले आफै लगनशील भई आर्जन गरेका ज्ञानहरूलाई सही रूपमा प्रयोग गर्नुहुनेछ भन्नेमा समेत म पूर्ण विश्वस्त छु। आज पछाडि तपाईहरु एउटा फौजीको हिसाबले संगठनमा आबद्ध हुनुहुनेछ। एउटा अंग्रेजीमा एउटा भनाइ पनि छ, अ सोल्जर डाइज फर हिज कन्ट्री वेयर इज अ डिप्लोमेट लाइज भनेर भन्छ। त्यो भनेको एउटा जवान देशको लागि मर्छ, त्यो मर्नको लागि तपाईहरुलाई चाहिँ यो तालिमले तपाईहरु आज दीक्षित हुँदै हुनुहुन्छ। त्यो हिसाबले तपाईहरुलाई चाहिँ देशप्रतिको समर्पण भाव पैदा होस् भन्ने हिसाबले तालिममा सिकाइएको छ। भन्छ फेरि कुटनीतिज्ञले देशको लागि झुटो बोल्छ, सिपाही चाहिँ देशको लागि मर्छ भनेर भन्छ। मलाई आशा छ
तपाईहरुले यो चिजलाई पनि भोलि देश र जनताको लागि आवश्यकता पर्दाखेरि त्याग गर्नुहुनेछ भनेर मैले विश्वास लिएको छु। सम्भावना र अवसरका अनेकौं ढोकाहरू हुँदाहुँदै पनि आफ्ना सन्ततिहरूलाई राष्ट्र सेवाको पवित्र संकल्पित कार्यमा सुम्पुनु हुने आज यहाँ उपस्थित हुनुभएका तथा कोही कसैका उपस्थित नहुनु भएको अभिभावकज्यूहरू हुनुहुन्छ भने उहाँहरूलाई पनि म आजको यस अवसरमा स्मरण गर्न चाहन्छु। तपाईहरुले यो चुनौतीपूर्ण च्यालेन्जिङ काममा तपाईहरुका चाहिँ छोराछोरीहरूलाई चाहिँ पठाइदिनु भएको छ। यसप्रति समस्त संगठन सबै अभिभावकज्यू परिवारजनप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छ। तमाम चुनौती एवं समस्याहरूको बावजुद पनि संगठनको हितलाई सर्वोपरि ठाने अनुशासित ईमानदार र कर्तव्यनिष्ठ भई तोकिएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुहुने सबै प्रशिक्षक वर्गलाई समेत म यस अवसरमा हार्दिक धन्यवाद दिन चाहन्छु। साथै यस तालिमलाई स्तरीय ढंगबाट सञ्चालन गर्न सहजीकरण तथा अनुगमन गर्नुभएकोमा यस शिक्षालयका समादेशक एसएसपी साहब लगायत सबै सिनियर अफिसर साहबहरू तथा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णमा हार्दिक कृतज्ञता समेत प्रकट गर्न चाहन्छु। यस शिक्षालयबाट यो पासिङ आउट परेड आयोजना गरिएको यो प्रथम पटक हो। यो ग्राउन्डलाई यो रूपमा ल्याउनको लागि सहयोग गर्नुहुने इच्छा कामना गाउँपालिकाका तत्कालीन अध्यक्षज्यू र अहिलेको हाम्रो अध्यक्ष तथा उपाध्यक्षज्यू प्रति म हार्दिक आभार प्रकट गर्न चाहन्छु। तपाईहरुको सहयोगको कारणले गर्दा यो फर्स्टचोटि यो कम्पाउन्डमा हामीले चाहिँ यो सैन्य आधारभूत तालिमको पास आउट परेड आयोजना गर्न सकेका छौं र मलाई आशा छ भविष्यमा यो संरचना यहाँ भएका इन्फ्रास्ट्रक्चरहरू सबै स्थानीय सरकारको हो। भोलि विपदको समयमा यी चीजहरू स्थानीय सरकारले उपयोग गर्न सक्नेछ। त्यो हिसाबले पनि यो कम्पाउन्ड भित्रका संरचनाहरूलाई सुधार गर्नको लागि अझ भविष्यमा समेत स्थानीय सरकार इच्छा कामना गाउँपालिकाबाट अझ बढी सहयोग प्राप्त हुनेछ भन्ने मैले यहाँ हाम्रो उपाध्यक्षज्यू उपस्थित हुनुहुन्छ उहाँ मार्फत अध्यक्षज्यूलाई समेत यो अनुरोध गर्न चाहे। उहाँहरूको सहयोगप्रति म पुनः एकपटक हार्दिक आभार प्रकट गर्न चाहन्छु र सँगसँगै यहाँ हामीसँग यो कुरिटारमा भएका विभिन्न होटल हाम्रो बालसिंगे बियरको चाहिँ हाम्रो प्रतिनिधिज्यू पनि हुनुहुन्छ, हाम्रो महाअफसर हुनुहुन्छ यहाँ र सबै यो कुरिटार पेरिफेरीमा भएका विभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरू हुनुहुन्छ। मलाई आशा छ केबल कारको पनि हाम्रो प्रतिनिधिज्यू यहाँ हुनुहुन्छ कि हुनुहुन्न। सबै यो पेरिफेरीमा भएको संघ संस्थाहरूप्रति पनि म हार्दिक आभार प्रकट गर्न चाहन्छु। यहाँ भएको यो हाम्रो यो शिक्षालय तपाईहरुकै शान्ति सुरक्षाको लागि हो। त्यसकारणले गर्दा तपाईहरुले जुन हिसाबको चाहिँ सरसहयोग प्रदान गरिरहनु भएको छ भविष्यमा यसको सुधारको लागि अझ बढी सरसहयोग प्राप्त हुनेछ भनेर मैले आशा गरेको छु। यस अवसरमा हाम्रो बारसिंगे बियरले चाहिँ यस शिक्षालयलाई एउटा एम्बुलेन्स पनि हस्तान्तरण गरेको थियो। मेरै कार्यकालमा म यहाँ कमान्डेन्ट हुँदाखेरि हाम्रो रवि सरले यही ट्रमा सेन्टरको लागि एउटा हस्पिटल पनि एउटा एम्बुलेन्स पनि हस्तान्तरण गर्नुभएको थियो। रवि सरलाई पनि म यस अवसरमा स्मरण गर्दै विशेष धन्यवाद दिन चाहन्छु। मलाई आशा छ पक्कै पनि मानव सरले यो मेसेज रवि सरलाई सुनाइदिनु हुनेछ। अन्तमा यो कठिन तालिम लगभग 1 वर्षभन्दा बढी तपाईहरुले चाहिँ तालिम एटेन्ड गर्नुभएको रहेछ। अत्यन्त कठिन तालिम सफलतापूर्वक सम्पन्न गरी कार्यक्षेत्रमा जान लाग्नुभएका सम्पूर्ण सशस्त्र प्रहरी जवानहरूलाई पुनः बधाई दिँदै तन मनका साथै कर्तव्यनिष्ठ भई कर्तव्य पथमा समर्पित हुनुहुनेछ भन्ने विश्वासका साथ तपाईहरुको उज्जवल भविष्यको शुभकामना सहित यस गरिमामय कार्यक्रममा प्रमुख अतिथिको रूपमा अतिथिता ग्रहण गर्ने अवसर प्रदान गर्नुभएकोमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय, मानव स्रोत विभाग र सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालयका समादेशक तथा शिक्षालय परिवारप्रति पुनः हार्दिक आभार प्रकट गर्दै तपाईहरुको चाहिँ सफलताको चाहिँ शुभकामना राख्दै मेरो स्वीकार गरी पाल्नुभएका जनप्रतिनिधिज्यूहरू एवं विभिन्न संघ संस्था र निकायहरूबाट अतिथिको रूपमा पाल्नुभई समारोहको गरिमा बढाइदिनु भएकोमा सम्पूर्ण अतिथि महानुभावहरू पत्रकार मित्रहरू लगायत सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। आदरणीय अभिभावकज्यूहरू, आज तपाईका सन्ततिहरूको परिचय एक सामान्य नागरिकबाट
राज्यको रक्षकको रूपमा बदलिएको छ। एक वर्षभन्दा बढीको लामो र कठोर तालिम पश्चात शारीरिक र मानसिक रूपमा परिपक्व भई यिनीहरू राष्ट्र सेवा गर्न सबल र सक्षम भएका छन्। त्याग र बलिदानको इतिहास भएको यस गौरवमय संगठनमा सेवा गर्न आफ्ना सन्ततिलाई उत्प्रेरित गर्नुभएकोमा तथा आज यस कार्यक्रममा उपस्थित भई शोभा बढाइदिनु भएकोमा यहाँहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। विभिन्न परिवेश र क्षेत्रबाट छनौटका विभिन्न चरणहरू पार गरी काँचो माटोको रूपमा सेवा प्रवेश गरेका प्रशिक्षार्थीहरूलाई एक जिम्मेवार र कर्तव्यनिष्ठ जवानको रूपमा रूपान्तरण गराउनु प्रशिक्षकहरूको लागि अहम जिम्मेवारीका साथै चुनौती पनि हो। विभिन्न चुनौती साथै सीमितताको बावजुद पनि यस तालिमलाई व्यवस्थित र गुणस्तरीय ढंगले सञ्चालन गर्न कड़ा मेहनत, आत्मविश्वास र दृढ संकल्पका साथ अहोरात्र खटिनुभएका तालिम प्रमुख प्रशिक्षक लगायत सम्पूर्ण प्रशिक्षक वर्गहरूमा विशेष धन्यवाद व्यक्त गर्दछु। आजको यस दीक्षान्तकवा समारोहलाई सम्पन्न गर्न विभिन्न जिम्मेवारीमा खटिनुभई आफ्नो जिम्मेवारीलाई उत्कृष्ट ढंगले पूरा गर्नुभएकोमा शिक्षालयका सम्पूर्ण कर्मचारीहरूलाई समेत यसै अवसरमा धन्यवाद दिन चाहन्छु। बगाई पसिना तालिममा बग्ने छैन रगत रणभूमिमा भन्ने आदर्श वाक्यलाई आत्मसात गरी तालिमको दौरानमा आइपरेका विभिन्न कठिन परिस्थितिहरूको सामना गरी लामो अवधिको आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गर्नुभई एक सक्षम सिपाही हुन सफल हुनुभएकोमा नवदीक्षित सशस्त्र प्रहरी जवानहरूलाई हार्दिक बधाई दिन चाहन्छु। अन्त्यमा राष्ट्र सेवाको परम कर्तव्यमा अहोरात्र परिचालित हुँदा तालिममा सिकेका ज्ञान, कला र कौशललाई कुशलतापूर्वक आफ्नो कार्यक्षेत्रमा निष्ठावान, इमानदार, वफादार र कर्तव्यनिष्ठ भई जनभावनाको कदर गर्दै कार्यान्वयन गर्नुहुनेछ भन्ने विश्वास समेत लिएको छु। आगामी दिनहरूमा यहाँहरू सबैको व्यक्तिगत, पारिवारिक एवं व्यावसायिक जीवनमा सफलताको मन्तव्य यही अन्त्य गर्न चाहन्छु। धन्यवाद। जय नेपाल।